ल ठिक छ, तपाईहरु दुईजनाको झगडा चाहिँ एकदम पहिलेदेखि रहेछ हैन। अब तपाईहरु एकअर्कासँग सहमति नहुने सल्लाह भएको छ यहाँ, कुरा सत्य हो। तपाईहरु एकअर्कासँग अब छुट्टिने, एकअर्कालाई डिस्टर्ब नगर्ने कुराकानी भएकै हो। तपाईँ के भन्न चाहनुहुन्छ भन्नुहोस्। अब तपाईले उहाँले जे जस्तो गर्नुहुन्छ आफ्नो इच्छा अनुसार गर्न पाउनुहुन्छ, तपाईँ पनि जे जस्तो गर्नुहुन्छ आफ्नो इच्छाले गर्न पाउनुहुन्छ है। भोलि तपाईको माइती पक्षले, तपाईको घरको पक्षले केही दाबी गरे भने दाबी गर्न पाउँदैन है, जिम्मेवारी हो। तपाईँ माथि कसैले हत्या गर्यो, कसैले मतलब घटना घट्यो भने त्यसको जिम्मेवारी को हुन्छ? कसैको होइन, बिचमा कोही माथि चाहिँ तपाईँ दुईजना भित्र चाहिँ कसैको घटना घट्यो भनेपछि त्यसको जिम्मेवारी को हुने? स्वयं आफै त मन्जुर गर्नुहुन्छ है, उहाँको केही पनि छैन है। त्यसो भए आइन्दादेखि तपाईँ दुईजना एकअर्का बिच चाहिँ होइन कुरा नगर्ने होइन हो। र एकअर्का बिच चाहिँ डाहा एकअर्का बिच चाहिँ जस्तै तपाईँले उहाँको श्रीमानले यस्तो गर्यो होइन, त्यसको बारेमा तपाईँले चाहिँ झगडा गर्न पाउँदैन आइन्दादेखि हो। उहाँ चाहिँ आफ्नो फ्रिडम भएर हिँड्न पाउनुहुन्छ है। अनि उहाँले पनि के गर्दा तपाईँले दाबी गर्न पाउनुहुन्न। तपाईँको श्रीमान हो नि होइन, उहाँले अर्को विवाह गर्न पाएन। तपाईँले उहाँले अर्को विवाह गर्न पायो पक्का नि? भोलिको दिनमा के अब्जेक्सन गर्न पाउनु हुँदैन। तपाईँहरू दुवैजनाले एकअर्काले फ्रिडम भएर हिँड्न पाउनुपर्छ है। छोरीको कुरा तपाईँ नेपाल गएपछि कानुनी रूपमा चाहिँ अगाडि बढेर कसको के गर्छ न्यायाधीशले चाहिँ निर्णय गरिसकेपछि तपाईँ दुईजनाको बिचमा चाहिँ उसले सुनाउँछ है, हो नि? अरू केही भन्नु छ? कसैको केही राय? एक कुरा म भनिदिन्छु है सर, यसमा आज हामी यो समाज बसेर यिनीहरूलाई अलग अलग गराउँदैछौँ है। भोलिको दिनमा उसको प्यारेन्ट्सहरूले, आमा बुवाले भन्ला कि मेरो छोरीलाई कसरी अलग गरायो यो समाजले, र यसको जिम्मेदारी कसले? उहाँले आफै लिन्छु भन्नुभएको थियो यो भिडियोमा भनिदिनु। सुन्नु एकैछिन, उहाँले भनेको कुरा को जिम्मेवारी तेरो पनि आमा बुवाले कुनै त्यसको लागि केही टचर गर्यो भने, मेरो छोरोलाई के कस्तो गर्यो भने त्यसको लागि यसो हुनुपर्छ, के हुनुपर्छ कि कुरा छैन। भोलिको दिनमा धेरै अप्ठ्यारो हुन्छ। नेपालको कानुन हामीले यहाँ बसेर यो छलफल गर्छौँ, भोलिको दिन धेरै अप्ठ्यारो हुन्छ। भोलिको दिनमा यो पनि भनिदियो सर, त्यसमा कुनै पनि नेपाल कानुनले डिभोर्स गर्यो भने त्यो नेपाल कानुनले जे भन्ला नि, अहिले त भन्दैछु त्यो डिभोर्स हुँदा मैले आफैले मागेको हो र म कुनै पनि एक टुक्रा पनि त्यसको सम्पत्ति मागेको छैन भनेर भन्नु। डिभोर्स तपाईँले दिन आड गरेको कि लेडिज के अरे श्रीमानले दिएको डिभोर्स तपाईँले दिन सम्पत्तिमा टच गर्नु पाइने छैन, टचर गर्नु र अनि एउटा कुरा जुन आर्थिक छ नि नेपालमा त्यसको चाहिँ के भन्छ दाबी चाहिँ तपाईँले नगर्ने। जति सम्पत्ति छ श्रीमानको नाममा हो, श्रीमानको नाममा मसँग भएको पनि उसको नाममा उसको नाममा छ र उसकै नाममा दिन्छु भन्छ। मेरो नाममा छ, म उसको नाममा दिन्छु। छोरी मसँग हुनुपर्छ। तपाईँले सुन्नु, तपाईँले भेट्न पाउँछ 5 वर्षपछि तपाईँले कानुनी रूपले तपाईँले लड्न पाउनुहुन्छ होइन। ठिक छ, भोलि तपाईँले डिभोर्स स्वयं आफूले दिनु। सुन्नु म्याडम, भोलि डिभोर्स तपाईँले आफूले स्वयं दिन्छु भन्नुभएको छ। भोलि उहाँको सम्पत्तिमा हस्तक्षेप गर्न तपाईँले पाउनु हुँदैन है त। छोरीको विषय न्यायाधीशले जुटाउने अरू कोही छैन। ठिक छ, ल पाइन्छ सुन्नुहोस् है। अब तपाईँले जस्तै छोरीको लागि तपाईँले खर्च पठाउनुहुन्छ कि नै? पठाउनुहुन्छ तपाईँले? अबको कुरा अब हुने कुरा एकैछिन, तपाईँ नेपाल गइसकेपछि कानुनी रूपमा अगाडि बढिसकेपछि न्यायाधीशको कुरा सुनेर न्यायाधीशले जुन तोकेको चाहिँ नियम अनुसार चाहिँ छोरी कसले राख्ने कसले लिने भन्ने कुरा चाहिँ उसले छुट्याउँछ। बाहेक चाहिँ हामी केही पनि भन्दैनौँ है। हो, खुसीका साथ हो नि। अबदेखि रहने जिउने भने तपाईँ दुईजना हो अनि
हो ल ठिक छ है उहाँ दुईजना श्रीमान श्रीमती हुनुहुन्छ है उहाँले हाँसी खुसी एकअर्कासँग छुट्टिने निर्णय गर्नु भएको छ है ठिक छ अन्तिममा तपाईँहरूको निर्णय भनेको अन्तिम निर्णय भनेको सुन्नु सर म भिडियो बन्द गरिदिन्छु सुन्नु है अब सर है अब म भिडियो बन्द गरिदिन्छु सुन्नु म भन्छु अब नै म भिडियो बन्द गरिदिन्छु होइन अन्तिममा तपाईँहरूको निर्णय भनेको सबै समाजहरू यहाँ बसेका छन् तपाईँहरूको निर्णय भनेको छुट्टिने निर्णय भएको है तपाईँहरूको दुईजनाको सहमतिमा छुट्टिनु भएको छ है ल ठिक छ है तपाईँहरू दुईजना श्रीमान ल है त धन्यवाद है तपाईँहरू दुईजनालाई ल